हेलो साथीहरू, हामी चाहिँ हिँडिसकेका छौँ है भाइरल पुल हेर्न होइन त सञ्जय सर? हो, आज भाइरल पुलको पानी हो। भाइरल पुल ब्लग गाइस। हाम्रो मनोज सर सञ्जय सर चाहिँ अगाडि गइसक्नु भयो। यो वाला यो स्केटिङ सेन्टर थोरै उतापट्टि यो मन्दिर होला कुनै साथमा हाम्रो सुरु सर पछाडि मनोज सर केही बोलिरहनु भएको। यहाँको बाटो त कहिले बनाउँदैन कि के हो? यो वाला बाटो guys. काम भइरहेछ कि? अर्को काम भइरहेछ है गाइस। त्यो वाला काम भइरहेछ। सरले भिडियो जानुभयो। बाइक बटालेर जानु। भाइरल पुगेर आइसकेका छौँ है। ब्युटिफुल भ्यू छ नि अझ अहिले खास गरी बर्खाको बेलामा पानीहरू परिसकेपछि यो झरिया डाँडाकाँडाले यस्तो राम्रो देखाइरहेछ। ल हेर्नु त सर, यो चाहिँ हाम्रो भाइरल पुल हो है। ओ पारिपट्टि उद्याचौर भयो, त्यो उद्याचौरको स्कुल हो त्यो। यहाँ चाहिँ तल आधी खोला होइन? यो आधी खोला आज पौडी खेल्न जानुपर्छ क्या यार। आज यस्तो गऱ्यो कि सन्तोष सर यहाँ डोरी लाएर बन्जी जम्प हान्थ्यो। पल्ला सर हान्ने हो बन्जी जम्प? पल्ला सर हान्नुहुन्छ जस्तो लाग्छ। यो घरहरू चाहिँ कता हो त? वास्तविक स्थानीय ठेगाना पनि नजिकै पानी पर्छ। स्थानीय मान्छे भएको कारणले गर्दाखेरि उहाँ यो खोलाको काप्चा सब चार्नु भएको कि मलाई चाहिँ यहाँबाट बन्जी जम्प हान्नको लागि कुनै नौलो कुरा हो। आज गाइज म चाहिँ यहाँ मास्क लगाएको। हाम्रो चाहिँ इच्छा चाहिँ उहाँको मास्क हेर्न छ है। त्यस्तो हुँदैन। हेलो पल्ला सर, ल यता आउनु यता। हाम्रो उहाँ चाहिँ वरिष्ठ मान्छे, यहाँको स्थानीय मान्छे भन्नु। हाम्रो चाहिँ यो मन्दिर हो सन्तोष सर। ल तपाईँ पनि आइदिनु ल। हामी यहाँ 4 जना छौँ होइन। मोटे मान्छे चाहिँ सन्तोष सर अनि हाम्रो सबैलाई पेट भएको मान्छे चाहिँ अहिले फाइनली मेरो घटिसक्यो। पेट भएको त मनोज सर हो कि? फाइनली घटिसक्यो। मोबाइल खस्ला है, त्यो मोबाइल खस्ला के। अनि त्यसपछि हाम्रो यो ह्यान्डसम मोस्ट ह्यान्डसम सर चाहिँ प्रहलाद सर। अब मलाई त तपाईँले चिन्नुहुन्छ। यहाँ चाहिँ मन्दिर छ। यो मन्दिर चाहिँ कुन मन्दिर रे मनोज सर? केदारनाथ मन्दिर हो। हामी देख्न सक्छौँ यहाँ केदारनाथ मन्दिर है। यो चाहिँ टाढा
आँधी खोला छ यो आँधी खोला यो चाहिँ आँधी खोला यस्तो मजाले बगेर आइरहेको आँधी खोला चाहिँ अहिले यो ठाउँ चाहिँ एकदमै राम्रो छ हैन यहाँ चाहिँ टक्क लाएर यसरी घुम्न आउन चाहिँ सकिन्छ के भन्दै हुनुहुन्छ है मनोज सरले वहाँ पारी चाहिँ नेपालको सान झल्काउने नेपालको राष्ट्रिय झन्डा देख्न सक्छौँ हामी जुन फरफराइरहेको छ है के भन्न भनौँ न त ल होइन कि हाम्रो यो किरातान मन्दिर देखाउनु भयो तपाईँले देखाइसक्यो अघि नै देखाउनु भयो यहाँ तपाईँ के स्टोरी छ भने सुन्नु न यो एकचोटि राणाहरूको पालामा भन्दा पनि यो हाम्रो पहिला 2224 राज्यहरू हुन्थ्यो नि त्यति बेला चाहिँ स्टोरी चाहिँ के छ भने यो यहाँनिर यहाँनिर गाईको खोर भन्ने ठाउँ छ कि यतापट्टि गाईको खोर जस्तो भयो के खोर रे गाई खोरे तलतिर त्यो मन्दिरभन्दा तलतिरपट्टि हो कि यता तल नै यता धेरै तल यो बाटो जस्तो देख्छ नि यहाँनिर हो यहाँ त्यसकै साइडतिर यतै कता कता होला होइन त्यतै अनि के भयो भने सो राजा चाहिँ घोडा सो के भएछ भने यो त्यही गाईखोरीनेर पुग्दाखेरि चाहिँ घोडा रोकिएछ कि सो घोडा रोकिएपछि के भयो अनि सोधेछन् भाइ बारदारहरूलाई चाहिँ के भयो त खास किन घोडा रोकियो त भन्दाखेरि यहाँ माथि चाहिँ एउटा मन्दिर छ सो सायद भगवान्ले चाहिँ तपाईँबाट केही खोज्नुभयो तपाईँबाट केही आशा गर्नुभएको तपाईँले केही चढाउनु पर्यो भन्दाखेरि यहाँ चाहिँ राजा त्यो मन्दिर एउटा ठुलो मन्दिरको लागि चाहिँ घन्टी चढाइसकेपछि ठुलो घन्टी चढाइसकेपछि पछि चाहिँ घोडा चलेर गयो अरे माथि गयो अरे भन्ने एउटा स्टोरी छ पछि चाहिँ के भएछ भने त्यो मूर्ति त्यो के अरे मूर्ति भन्दा घन्टी चाहिँ पछाडि चोरी भएर यता वाली साइडतिर कता गयो अरे भन्ने स्टोरी पनि छ सो त्यो घन्टी चाहिँ अहिले छैन आँधी खोला उल्लेर आयो गाइदिनु न मन सर आँधी खोला ल नाच्यो मायाले बोला फेरि गीत के हो मायाले बोला गीत ल गीत गाइदियो गालीमा पनि हजुर वाटर जाँदो रहेछ ड्राइभर दाइलाई माया सन्तोष सरले अब गीत गाउनुहुन्छ सन्तोष सरको भालो है यहाँ चाहिँ एकदम ठुलो भिड छ यति ठुलो छ ल हेरौँ है एउटा इन्डियन पर्यटक आउँदाखेरि यस्तै आइफोन साइफोन के थियो अरे आइफोनको खजाली कुरा नगर्दा पछाडि त्यसलाई जस 25-30 हजार दाम 10-12 हजार दाम दिन्छ भेटियो भने लास्टमा भेटिएको चाहिँ होइन हो त्यही 10,000 हुन्छ कि 10,000 भेटिएको यो चाहिँ आँधी खोला है त्यो राम्रो छ
खोजेको 1 करोड कसले हाल्ने 1 करोड उहाँले 1 करोड उहाँले 20 लाख उहाँले लाख तपाईले 20 लाख उहाँले पैसा मैले चलाउँछु हो कि 22 लाख हाम्रो म्याच आयो उहाँले हाल्नुहुन्छ 1000 मैले हाल्छु बाँकी रहेको सबै 1000 मैले हाल्छु अनि चाहिँ कतिलाई केमा इन्भेस्ट गर्ने त्यसपछि पैसा लिएर भागौँला के भयो हो मेरो कसको ऋण तिर्ने मनु सरको के छ ऋण त्यस्तो मनु सरको अलि प्रोपर्टीको कुरा गर्ने भने कुरा गरी साध्य छैन अझ ऋणको कुरा चुप्प लाएर बस्छ तिमी बोल्नु भएन नि लाज लाग्छ नि त मलाई लाज किन बाबा अझ मैले कहिले लाज माने छु अस्तिको भिडियोमा त मैले लाजै माने भन्नु भयो कि अहिले हेर्नु मजाले किन हेर्नु बाटोमा जाँदा नि पर्ला दौडिँदै हुनुहुन्छ है मलाई थुप्रैहरू हेलो हामीहरू सरहरू यहाँ टक्क बस्नुभएको छ है तपाईँहरूलाई आज चाहिँ म भाइरल फुडको भाइरल कुराको एक्सपिरियन्स गराउँदैछु यहाँ भित्र हेरौँ है के रहेछ यो पुलको भित्रपट्टि ओ माई गड यो के रहेछ फोहोरको ए बोलो भाइजू नै पर्वतकी सुन्दरी कालो केश शृङ्गारी ओठमा लगाई लाली सपनीमा आयो रे पर्वतकी सुन्दरी कालो केश शृङ्गारी ओठमा लगाई लाली सपनीमा आयो रे तिलाए चोखो मन भयो भोको हेरिदेऊ न एकैपल्ट मेरो हात समाई रे आयो धरतीलाई गायो रे नभेटेको भए ठिकै हुन्थ्यो अब भेटिहाले दिनै पर्यो जिन्दगीको खेला छाडी जाने कुरा नभिड्दा साथी जान्थ्यो प्राय समय अङ्गालै हुन्थ्यो रमाइलो पनि भयो होइन एकैछिन बसियो गीत पनि गाइयो फोटो पनि खिच्यो सो जानु बेला भयो हामीलाई हतार पनि छ क्या फेरि प्रहलाद सर हजुर अझै एउटा गीत गाइदिनु न दर्शकहरूको लागि हो र ल एउटा राम्रो पीडाहरू बटुलेर रोहिरहँ जस्तो लाग्छ खुसीहरू समेटेर हाँसिरहँ जस्तो लाग्छ पीडाहरू बटुलेर रोहिरहँ जस्तो लाग्छ खुसीहरू समेटेर हाँसिरहँ जस्तो लाग्छ सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन सम्झे जस्तो